कक्षा 12 का परीक्षा बारे निर्णय लिन परीक्षा बोर्डको आकस्मिक बैठक। नमस्कार, म तपाईको साथमा पविता बस्नेत। राष्ट्रिय परीक्षा बोर्ड आज एक महत्वपूर्ण बैठकमा बस्दैछ। बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालका अनुसार यो बैठक बिहान 8 बजेका लागि बोलाइएको हो। बैठकको मुख्य एजेन्डा भनेको यही वैशाख 11 गतेदेखि सुरु हुने कक्षा 12 को परीक्षा बारे निर्णय गर्नु हो। तर अहिले कक्षाको व्यवस्थापन तथा सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा छन्। शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काइरहेको छ र उनीहरूले कक्षा 12 को परीक्षामा सहभागी नहुने निर्णय गरिसकेका छन्। यही विवादका बीच शिक्षा मन्त्री विद्या भट्टराईले समेत राजीनामा दिएकी छिन्, जसले परिस्थिति अझै पेचिलो बनाएको छ। अब परीक्षा हुने वा नहुने भन्ने अन्तिम निर्णय बोर्डको आजको बैठक पछि मात्र स्पष्ट हुनेछ। हामी यो विषयमा थप जानकारी आउने बित्तिकै अपडेट गर्नेछौँ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।